कति हो बहिनी? बाटामा साग सागको 40 रुपियाँ नानीहरू ताजै हो? साग हो अघि भयो टिपेको कतिवटा छ बहिनीहरूसँग? दुईवटा एउटाको 30 गर न 30 गर न एउटाको हुन्छ म अनि बहिनी के बिहानदेखि बेचिरह हुन्छ कस्तो हुन्छ यहाँ अर्को बुच्चीले कस्तो दिउँसो आएको कतिको बेच्यो नि कतिजना किन्यो लेखी छैन दिउँसो कति बजी आएको अहिले 6 बजी लेखी छैन है ल म यो सबै लियो भने खुसी हुन्छ तिमी खुसी हुन्छ ल प्याक गरिदेऊ न ल सबै कति हुन्छ यो सबैको ल कति हुन्छ ट्याक्क भन त एउटाको 30 रुपियाँ भने होइन 30 रुपियाँ गर कति हुन्छ ओके ल यो 30 कति 60 90 होइन 120 यो कति 150 होइन कति भयो 180 भयो होइन ल यो सबै हाल्छ है त लु 500 ल छैन के भन्छ छोड्दै भयो छैन खुट्टा 500 यस्तो मिहिनेतले बेचिया हो बहिनीले अनि यहाँ कति गाह्रो छ बेच्न अलिअलि मात्रै गाह्रो छ मान्छेले किनिहाल्छ त्यो अनि स्कुल कता पढिया छ कि छैन तिमी स्कुल पढिया हो ल मलाई चेन चाहिएन है हुन्छ चेन चाहिएन अनि मलाई यो साग पनि चाहिएन तिमी राख त्यो 500 हुन्छ खुसी भयो के गर्छ 500 को ल भन हो ल तिमी पनि कपी कलर किन न है 500 को यो तिमीलाई पनि हुन्छ खुसी भयो के गर्छ त दुईजना कपी कलम मात्रै किन्ने कि केहरू पढाइको लागि कति क्लास पुग्यो तिमीहरू 5 ल राम्रोसँग पढ है त हुन्छ ह्याप्पी भयो ल बाई बाई ल सी यू है त म अर्को पालि फेरि आउँछु यो ठाउँलाई के भन्छ न्युटार यहाँबाट हेटौडा कति टाढा हो 15-20 किलोमिटर ए बोर्ड छ ल ओके बाई बाई है त सी यू टिकटक बनाउँछ म देखेछु कतै ए म देखेछ ए हो त टिकटक बनाउँछ त म मिठो 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 हेर्छ हेरेछौ राम्रो लाग्छ ए हो र हेरे रहेछ खुसी भयो ह्याप्पी भयो त्यसै कहिले सोचेको थिएँ भेट्छ भनेर मलाई ल अर्को पालि फेरि भेटौँ ल है त राम्रोसँग पढ है ल बाई बाई यो भिडियो एकदमै इम्प्रेसन रहेछ सबैको लागि हामी सबै यसरी सानो हेल्प गर्न सक्यो भने यो नानीहरूको लागि कति ठुलो कुरा रहेछ भन्ने कुरो हामी थाहा पाउन सक्छौँ यो भिडियोबाट सो हामीले यस्तो बाटाघाटामा बेचेको भाइहरू हुनुहुन्छ उहाँहरूले हामीले सहयोग गर्न सक्यो